नमस्ते मेरो सम्पूर्ण साथीभाइलाई र मलाई सुन्ने सबैजनालाई आज फेरि पनि तपाईहरुको सामु अर्को नयाँ भिडियो लिएर आएको छु जुन चाहिँ हाम्रो कालिम्पोङ घरमा आमाले दुध दुहुनु भएको मही पारेको र छुर्पी बनाएको भिडियो र आउनुहोस् के कसरी पार्छ म यो भिडियोमा सबै तपाईलाई देखाउने छु। अहिले चाहिँ भर्खरै बिहान अब 7 बजिरहेको छ र आमाले बिहानै दुध दुहुनुहुन्छ। बहिनी पनि कोट सफा गरेर आउनुभयो र आपाले पनि सफा गर्नु हुँदैछ त। यहाँ आपाले सफा गरिसक्नु भयो। यो चारो दाना पानी खाने भाँडा निकाल्दिनु भयो र अब चाहिँ आमाले दुध दुहुनुहुन्छ अरे र अब यो बाछालाई खुवाउनु हुँदैछ अहिले चाहिँ है। कति थुन खान्छ आमा? उ सबै थुन खाएर चाहिँ यो खाइयो चाहिँ चालिदिन्छ र बाछालाई चाहिँ भएको त्यो चारटै थुनमा सबै अलिअलि खुवाएर चाहिँ बान्नु पर्दो रहेछ, नभए चाहिँ तपाईको दुध कम्ती दिन्छ भनेर आमाले भन्नु हुँदैछ र होला सायद अब मैले बच्चालाई दिएको भनेर नै सोचेर बिचारा उसले दिन्छ होला नि त है, त्यही होला हैन। आउनुहोस् आमाले सुरु गर्नु हुँदैछ र यो आज कति लिटर दिन्छ के दिन्छ है सबै म तपाईलाई देखाउने छु। र आज चाहिँ आमाले फेरि मही पनि पार्नु हुँदैछ र घिउ पनि कति आउँछ के आउँछ म सबै तपाईलाई देखाउने छु। छुर्पी पनि बनाउनु हुन्छ अरे र तर अब भान पुग्यो भने छुर्पी पनि बनाउने भनेर भन्नु हुँदैछ र त्यो पनि छुर्पी पनि बनायो भने चाहिँ म सबै तपाईलाई यो भिडियोमा नै देखाउने छु र कसरी बनाउँछ के बनाउँछ है सबै तपाईलाई यो भिडियोमा नै देखाउने छु है त। मैले भिडियोले गरेकोले गर्दा उसलाई डिस्टर्ब भयो, अलिकति बदमास गर्दैछ आज। यो कति लिटर छ होला आमा? अस्तिको भन्दा बेसी आएछ नि? होइन नि अस्ति त भोरि आउँथ्यो नि त। के हो यो घाँस र उयो नमिलेर हो यस्तो दुधै छङ्गै घट्यो। अस्ति त भोरि आउँथ्यो। आमाले दुध दुइसक्नु भयो र अलिकति घाँस नमिलेकोले गर्दा चाहिँ अलिकति कम्ती आयो भन्नु हुँदैछ र घाँस चाहिँ अब यो अम्लिसोहरू है यो यस्तोहरू छ, यो के खन्योहरू के भन्छ है। र अब अहिले चाहिँ आमाले दुध दुइसक्नु भयो र आउनुहोस् घर जाउँ है त, घरमा देखाउने छु है त तपाईहरुलाई है। यो चाहिँ आमाले भर्खर धोएर ल्याउनु भएको अलिकति बाल्टी भरेन। मेरो छोरी के गरेको भनेर भन्दैछ है त। र अहिले चाहिँ अब यहाँ आएपछि चाहिँ अब दुध र मही पुरै खानु पाउँछ है, मकमा पनि बोकिरहेछ। हिजोको सास्नु भएको हजुर आमाले चाहिँ यो हिजो बेलुकाको दुध सार्नु भएको अरे र अगाडिको बिहानको चाहिँ सायद अब दही भइसक्यो भन्नु हुँदैछ र त्यसलाई चाहिँ आज मही पार्नुहुन्छ अरे र यो पनि अब सबै चिया खाने यताउता लाने सबै दुध छुटाइसकेर चाहिँ बाँचेको दुध चाहिँ फेरि त्यो पनि दही बनाउनुहुन्छ, साँच्नुहुन्छ र फेरि भोलि बिहान पार्दा भइहाल्छ भन्नु हुँदैछ। र यसरी मजाले दही साँच्दा चाहिँ यसरी मजाले तातो जग्गामा मजाले छोपेर राख्नु पर्दो रहेछ र तातो जति तातोमा राख्यो र त्यति छिटो नै जामिन्छ भन्नु हुँदैछ है त। र अब चाहिँ फेरि मही पार्ने दही सबै साँच्नु दुधहरू साँचिसक्नु भयो र अब यो चाहिँ मही पार्नुहुन्छ र यो चाहिँ अब जाम भइसकेछ। यो चाहिँ अब टोलुङमा हाल्नु हुँदैछ आमाले। र अब चाहिँ आमाले मही पार्नको लागि अब दही हालिसक्नु भयो र यो टोलुङमा र यो भाँडालाई चाहिँ हामी शेर्पा कुराबाट चाहिँ टोलुङ भनिन्छ र अर्को पार्नेलाई चाहिँ मन्दानी भन्छ है। तर नेपालीमा चाहिँ अब ठेकी पनि भन्छ, ठेकी र मन्दानी पनि भन्छ। आमाले सुरु गर्नुभयो र अब यसलाई चाहिँ कति टाइम लाग्छ भने कम्ती भनेको 15 देखि 20 मिनट है पारेको गर्नु पर्यो। त्यसपछि चाहिँ घिउ बनिन्छ र आउनुहोस् त्यो पनि म सबै तपाईलाई देखाउने छु र म पनि आमालाई एकछिन हेल्प गरिदिन्छु है, मलाई मजा लाग्छ। र अहिले चाहिँ अब पारिसक्यौँ र आमाले अब घिउ निकाल्नको लागि चाहिँ यो पानी हालेर जम्मा गर्नु हुँदैछ र यो चाहिँ जम्मा गर्नुभएको र घिउ लागिसक्यो भन्नु हुँदैछ है। त आउनुहोस् हेरौँ। आउनु त तल हेर्नुहोस् त पहेँलो बसेको रहेछ ठ्याप्पै है। र अब चाहिँ आमाले निकाल्नुहुन्छ अरे बिस्तारै जम्मा गर्दै है मजाले। र आज चाहिँ अब हाम्रो आमाले मही पनि पार्नुभयो र यो जुन चाहिँ घिउ निकालिसकेको मही रहन्छ र त्यो महीलाई चाहिँ छुर्पी पनि पार्नुहुन्छ अरे र त्यो पनि तपाईँलाई देखाउने छु। र यहाँ हेर्नुहोस् त यति राम्रो मजाले पहेँलो लागिरहेको रहेछ घिउ है। र आमाले चाहिँ निकाल्नुभयो र वाउ यति मजाको निकाल्नु हेर्नुहोस् त यत्रो डल्ला कमसेकम आधा किलो 600 ग्राम चाहिँ होला है।
एकपल्टमा त्यति चाहिँ निक्लिन्छ जस्तो लाग्यो। चम्रे हो अब यो मही खाने घरमा खाने छुटाएर चाहिँ त्यसपछि चाहिँ यसको चाहिँ छुर्पी पार्नुहुन्छ अरे। अब यसलाई चाहिँ सेरगेम पनि भन्छ है। र आउनुहोस् म त्यो पनि तपाईँलाई सबै देखाउने छु। र आमाले सबै थन्को मनको गरिसक्नु भएर चाहिँ भएपछि चाहिँ गर्नुहुन्छ अरे। र त्यो पनि म तपाईँहरूलाई आज देखाउने छु है त। अब हामी त पहिला घरमा मसिनो हुँदाखेरि मही खाली पार्थ्यौँ, घिउ निकाल्थ्यौँ, त्यसपछि छुर्पीहरू त एकदम कम्ती बनाउँथ्यो किनकि अब हामी धेरै थियौँ र सबै महीहरू खाइसक्थ्यौँ, त्यसले गर्दा छुर्पी त्यति पार्थेन। र अहिले चाहिँ अब घरमा डेली पारेकोले गर्दाखेरि कम्ती मही खान्छ, त्यसले गर्दा अब आज चाहिँ आमाले छुर्पी पार्नु हुने अरे। र त्यो छुर्पी चाहिँ अब कसरी पार्छ त्यो पनि म तपाईँहरूलाई यो भिडियोमा सबै देखाउने छु। र आमाले अब सबै थन्को मनको गरिसक्नु हुँदैछ र अब चाहिँ छुर्पी पार्नुहुन्छ अरे। अनि आमाले छुर्पी पार्नको लागि मही पनि बसाइसक्नु भएछ र महीलाई चाहिँ यसरी तताउनु पर्दो रहेछ, हल्का है यसरी आगोमा तताउनु पर्दो रहेछ है त। यो डाडोले भाइ कहाँ गयो? तातो पानी छ यहाँ, तातो पानी छिटो यहाँ हेलो भन्छ छिटो। खोइ हेलो भनेर यस्तो गर। यस हेलो मेरा भाइले हेलो गर्छ। तित देखाइदियो तित देखाइदियो। गुड तित देखाए हामी के गर्नु भएको हो भनेर के गर्नु भएको भन न। छुर्पी पारेको नानी हो आता 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 यहाँ आबी हेर्नु। चला त भात लाउनु अब छुट्टिँदै छुट्टिँदै आएको आमा। मही चाहिँ यसरी हल्का आगोमा तताउँदै गएपछि 10 मिनट जस्तो बादमा चाहिँ यसरी घुमाउनु पर्दो रहेछ बोटुको लाएर। र त्यो चाहिँ छोक्रा पानी छुट्टिँदै आउँदो रहेछ र त्यो छोक्रा चाहिँ तपाईँको छुर्पी भयो र पानी चाहिँ अब छुकु भन्दो रहेछ। अनि अब यो छुर्पी त तपाईँको सब्जी अचार जे खाँदा पनि भयो है। छुकु चाहिँ पानी चाहिँ खाँदैनौँ हामी, तर कतिले चाहिँ प्रायःले चाहिँ खान्छ भनेर आमाले भन्नुहुँदैछ। तर हाम्रोमा चाहिँ दाजुले सुँगुरको लागि लानुहुन्छ र एकदमै राम्रो सुँगुरलाई भन्नुहुन्छ। पनिर त यसको बनाउँछ होइन? हो होइन अन्त घिउ त काटेको हुन्छ त उनीहरूले। यसकै हो यसकै हो। हो म यो छुर्पीलाई पो घिउ पनिर भनेको रहेछ भन्दैछु नि। र बहिनीसँग हामीले घिउ र छुर्पी पनिरको बारेमा सबै सोधीखोजी गऱ्यौँ र आमाले पनि सबै काम सक्नुभयो है त। अनि तपाईँहरूलाई धेरै धेरै धन्यवाद यति लामो भिडियो बसिदिनु भएकोमा। र अझै योभन्दा राम्रो राम्रो भिडियोहरू पनि लिएर आउने नै छु। त्यसको लागि चाहिँ मेरो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला। हवस् त आजको लागि चाहिँ यति नै।